16 जना पुरुष र 14 जना महिलाले कुनै काम 25 दिनमा गर्न सक्छन् भने त्यही काम 40 जना पुरुष र 35 जना महिलाले कति दिनमा गर्न सक्छन्? लोकसेवा आइक्यू अन्तर्गत नायब सुब्बाको परीक्षामा योभन्दा अगाडि सोधिएको प्रश्न कसरी सोधिएको छ र हामी के गर्न सक्छौं हेर्नुस्। अब सबभन्दा पहिला हामीले हेर्न सक्छौं 16 जना पुरुष भनेको ठाउँमा 16 मेन भनेर राखे मैले र 14 जना महिला भनेको छ र भनेको हुनाले मिलेर गर्यो भनेर बुझौं र 14 जना महिला मिलेर कुनै काम 25 दिनमा गर्न सक्छन्। मतलब उनीहरूले 25 दिनमा गरेको कामलाई एउटा सिंगै कामको रूपमा बुझ्न सकियो। र यसैगरी हामीलाई सोधेको छ त्यही काम 40 जना पुरुष र 35 जना महिलाले कति दिनमा गर्न सक्छन्। एउटै काम भएको हुनाले हामी इक्वल टु गर्न सक्छौं र 40 जना पुरुष 40 मेन र 35 जना महिला भनेको छ 35 वुमेन ले मानौ x दिनमा गर्न सक्छन् भनेर हामी सपोज गर्छौं। र अब हेर्नुस् यसमा यो अगाडिको पार्ट र पछाडिको पार्टलाई इक्वल गरिएको कुरा क्लियर छ। र अब हामी के गर्न सक्यौं त दुईटामा 2 कमन लिन सक्छौं। यहाँ 8m + 7w हुन्छ र इन्टु 25 भइहाल्यो। यतातिर हेर्नुस् दुवैमा हेर्दा 5 कमन लिन मिल्छ र यसमा पनि 8m + यहाँ 7w र इन्टु x जस्ताको तस्तै हुन्छ। अब यसपछि हेर्नुस् के गर्न सकिन्छ 8m + 7w दुवैमा सेम भएको हुनाले क्यान्सल गर्न पाइन्छ। र अब 5 ले 25 लाई पनि 5 पटक क्यान्सल गर्छ भने x भनेको ठाउँमा कति आउँछ 2 × 5 10 दिन हाम्रो करेक्ट एन्सरको रूपमा आउँछ र जुन कुरा हामीलाई अप्सन नम्बर सी मा दिएको देख्न सकिन्छ।